कृष्ण चरित्रमा कलियुगको बारेमा यस्तो भनेको रहेछ। म वाचन गर्न गइरहेको छु, हजुरहरूले ध्यान दिएर सुन्नुहोला। कलियुगमा यहाँ वाचन गरे अनुसार पुग्छ कि पुग्दैन आफूले पनि मनले कल्पना गर्नुहोला। यो धेरै वर्ष पहिले लेखिएको कृष्ण चरित्र पुस्तकमा लेखिएको कुरा हो। आयु क्षीण हुनेछ कर्म घटिया, गर्दा प्रशस्तै जब बाँच्ने छन् अनि 20 वर्ष कलीमा जन्मे जति मानव। होइनन् कलीमा नरेश बलवान, कोही चक्रवर्ती पनि गर्ने छन् झगडा परस्पर प्रजा तेरो र मेरो भनी। तिनको न्याय निसाफ गर्न बलियो हुँदैन कोही त्यो घरी, जसले द्रव्य दियो उतैतिर भई गर्नन् सबै मन परी। अर्काको धनमाल चोर्न कलीमा उद्योग गर्नन् जन, गर्ने छैन कुनै पनि अघिसरी सद्धर्मको पालन। मित्र द्रोह खडा हुनेछ सहजै केही द्रव्यको खातिर, हत्या गर्न पनि कुनै किसिमको हुँदैन केही डर। धर्म धर्म र जात भेद पनि केही हुँदैन नारी नर, गर्छन् बेसरी मन परी घरिघरि जानन् अरूकै घर। होला दक्ष कुलीन पण्डित गुणी वक्ता तथा सज्जन, जान्नु दर्शन योग्य व्यक्ति त्यही हो जसको छ धेरै धन। होला उत्तम जात मध्यम तथा हो निच्च भन्ने पनि, गर्दैनन् कलीमा विचार मनमा हो त्यो ठुलो जो धनी। सानै जात भए पनि धन भए सोही ठुलो हो भनी, त्यस्तै चाकरी गर्दछन् मनमनै दुखी भए तापनि। राम्रा रूप हुने कुजात पनि ती मन पर्दछन् सुन्दरी, त्यागी जात र भात बान्धव पनि गर्नन् डटी मन परी। गाह्रो पर्दछ भेट्न घोर कलीमा आचारवान ब्राह्मण, गाह्रो पर्दछ भेट्न घोर कलीमा आचारवान ब्राह्मण। होला ब्राह्मण चिन्द केवल जनै गर्नन् ती भिक्षाटन।